हौ घरमा बुढी नानी पनि छैन, सुनसान हुँदो रहेछ हौ घर। अनि कसले बुढी कुट भनेको छौ? गो एन्ड ब्रिङ अ वाइफ। हौ माथिस क्या हौ, इङ्ग्लिस बोल्नु थालिस् त हौ। बुढी नानी सरसर लिनु गइहाल तिमी। घरमा कोही हुनुहुन्छ? को हो? म छु त। ए नमस्ते आमा। नमस्ते नमस्ते। नमस्ते आमा। नो 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 नो। हो नमस्ते नमस्ते। ज्वाइँ आएछ। त्यस्तो कुसेलीहरू लिएर आउनुपर्छ, कुखुरा बालीहरू। बस्नुहोस् भित्र। कस्तो गतिमा माथिको जायो? आमा म त त्यही त माइली र नानी लाइचोक भनेको। अनि जहिले त माइलीलाई साह्रो कुटेछौ नि। उता लगेर फेरि कुट्छौ होला। म त जान्दिनँ है, अब घरको बाउले के भन्छ। खै कुटेको त थिइनँ, यसो गाली साली गरेको थिएँ, त्यो त रिसाएर आइगयो। म कुरा बुझ्दैछु। तिमीले मेरो छोरीलाई हिर्काएको छ, मातेर पुरा हिर्काउँछ अरे। त्यसो गर्नु मिल्छ? तिम्रो पनि छोरी चेली होला। ज्वाइँहरूले कुट्यो भने कसो गर्छ तिमी? तिमीलाई खुसी लाग्छ? राम्रोसँगले गरी खान्छ होला भनेर पो छोडिदिएको। तिम्रो कुटाइ खानुको लागि छोडिदिएको हो मैले? राम्रो सम्झिनु है छोरी। अबदेखि त्यस्तो कुटाइ गरे कुट्यो भने सुन्यो भने राम्रो हुँदैन नि फेरि। आमा अब मैले अब खाएँ, अब भुल गल्ती भइगयो, तर मैले छोडेको छु। अब हिजो अस्तिदेखि छोडेँ हो, खानु चाहिँ छोडेको। म पटक्कै अब खाँदिनँ। त्यही त एकतालको लागि चाहिँ माफ दिनु पर्यो। अब यत्तिकै बसेर कहाँ हुन्छ, घर जानुपर्छ। जान्दिनँ म घर, त मत्तुसँग। मैले खानु छोडिसकेँ हो, अबदेखि कहिले खाँदिनँ, मात्दिनँ पनि। तँ मत्तुको कुरा पत्याउँदिनँ म। हौ बत्ती बोलिरहेको छ कसम हौ। अरे के भयो बत्ती? ए फेरि आयो। आपा अब जहिले पनि ज्यालक्सी खाँदैन अरे हो, कसम खाएको छ। अब हामी जानु पर्यो फर्केर। ल उसो भने ठिकै छ, तिमीहरू फर्किनु।